हिँड्दै जाँदा ठेस लाग्न सक्छ, तर मुख्य कुरा इमानदारी हो। हिँड्दै जाँदा ठेसहरू लाग्न सक्छ, तर मुख्य कुरा इमानदारी हो। इमानदारी भयो भने जति नै ठेस खाए पनि आफूले पाउने, आफूले गर्नुपर्ने कर्तव्य पुरा हुन्छ। अरूले मलाई जे सोचे पनि ठिकै छ, तर आफ्नो कर्तव्य पुरा भए पुगिहाल्छ। जिन्दगी त यस्तै हो नि, हिँड्दा हिँड्दा कतिपल्ट अब ठेस खान सक्छ, लड्न सक्छ, चुट्टिन सक्छ, तर हामी एउटा साधारण म एउटा दृष्टान्त भन्न चाहन्छु। गाडी पल्ट्यो, मानिलिउँ हिजो एरोप्लेन बुद्ध एयर अब दुर्घटनाग्रस्त भयो, तर त्यही दुर्घटना भयो भनेर अब हामी प्लेनै नचढ्ने हो त? गाडी पल्ट्यो रे, दुर्घटना भयो रे, एक्सिडेन्ट भयो रे, अब हामी गाडी नचढ्ने हो त? तर गन्तव्यसम्म त पुग्नु छ नि। तर गाडी पल्ट्यो, एउटा गाडी एक्सिडेन्ट भयो भनेर सबै गाडी एक्सिडेन्ट त हुँदैन नि। जिन्दगी पनि त्यही हो, एक्सिडेन्ट पनि भइरहन्छ, हामी चलिराख्नुपर्छ। किन डराउने? आफूमा इमानदारी हुनु पर्यो, आफूमा आत्मविश्वास चाहिँ हुनु पर्यो। जब आत्मविश्वास हुन्छ तब अरूले जे सोच्दा जे भन्दा पनि केही फरक पर्दैन। जिन्दगी चाहिँ त्यही बत्ती जस्तो होइन नि, अरूले बाल्नु पर्ने, आफू नबाल्ने। अब रात परेपछि बाल्ने, दिउँसो भएपछि अफ गर्ने। जिन्दगी त्यस्तो होइन नि वास्तवमा। जिन्दगी राति पनि चल्ने, दिउँसो पनि चल्ने, त्यो पो जिन्दगी। सुखमा पनि चल्ने, दुःखमा पनि चल्ने, सुखमा पनि हाँसो देखाउन सक्ने, दुःखमा पनि हाँसो देखाउन सक्ने, मनभित्र मुटु जति पोले पनि मुस्कान दिन सक्ने चाहिँ मेन जिन्दगी हो।